तिमीहरूको हाँसोले मलाई कमजोर बनाउन कदापि सक्ने छैन। झन् त्यो हाँसो र उपहासले मलाई झन् मजबुत र बलियो बनाउँदै गएको छ। मलाई कसैले गिज्याएर, कसैले हाँसेर, कसैले उडाएर कुनै बाल छैन। गन्तव्यमा हिँडेको मान्छेले बाटामा आउने पात पतिङ्गर, काँडा कसिङ्गर, बाधा अडचनलाई कुल्चेर हिँड्ने हो। ती हाँसोलाई त म कुल्चेर हिँडिदिन्छु। मलाई माया गर्ने, मलाई बुझ्ने सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै हार्दिक नमनका साथ आज मिसन 87 को 35औं दिन, भोलि मिसन 87 को 36औं दिनमा यस्तै मिठा मिठा मानव जातिको मोटिभेसनको लागि नयाँ नयाँ विचारका साथ उपस्थित हुनेछु। मेरो भिडियो युट्युब च्यानल मिसन 87 मा गएर सब्सक्राइब गरिदिनु होला। यहाँको एउटा सब्सक्राइबले मलाई एकदम हौसला र शक्ति प्रदान गर्दछ। मैले एक सब्सक्राइब थपिँदा मलाई एउटा इँटा थपेको बराबर हुनेछ। जय मिसन 87।